भैरमकोट जाने भैरवदेवको मन्दिर जाने बाटो। म यो बाटो भएर जाँदैछु। माथि डाँडामा पर्छ भैरमकोट। यो पोखरा 33 का भर्ती पोखरा। यो भर्ती पोखरा हो। भर्ती पोखराको स्कुल यही बाटोमा स्कुल छ। यो मेरो पछाडि देखिएको यो पिङ यो भर्ती पोखरा। जाने बाटो त उताबाट नि थियो गरे, तर यता पुरानो बाटो सबको पुरानो बाटो हिँड्ने भनेर आएको आज। भैरवकोट जाने पुरानो बाटो उकालो त लाग्ने। उकालो उकालो कालो बाटो। यो पुरानो बाटो हो। यो जङ्गलै जङ्गल, जङ्गलको बाटो। जङ्गल जङ्गल उकालै उकालो उकालो हिँड्नेको मजा पनि बेग्लै छ, छुट्टै छ, आनन्द हुँदो रहेछ। मेरो पछाडि देखिएको दृश्य पहाड। यो अहिलेको नयाँ बाटो हो। म अघि पुरानो बाटो हिँड्दै आएको। नयाँ बाटो चाहिँ यहाँबाट हो। देखिएको बस्ती मुलेन डाँडाबाट यताबाट यो डाँडा भएर हिँडेर यो भरक चढ्दै आउने हो। यो नयाँ बाटो। म यताबाट पुरानो बाटो हुँदै आएको। यो हाम्रो भैरवकोट भैरव मन्दिर पोखरा 33 मुलेन डाँडा हो भैरव मन्दिर। आज मन्दिर बन्द छ। भैरव मन्दिर भैरव मन्दिरका दृश्यहरू अवलोकन गर्दै पोखरा 33 अवस्थित पोखरा 33 मा रहेका हाम्रो ऐतिहासिक मन्दिर भैरवकोट। यहाँ विशेष त दसैँकै बेला पूजा हुन्छ। निकै मानिएका मन्दिर हो। अरू बेला त दर्शन गर्न आउँदा केही हुँदैन, दर्शनको लाभ उठाउनुहोस्। मनोकामना इच्छा पुरा गरिदिने भैरवकोटको मन्दिर। यहाँ दसैँमा निकै बलिसली चढाइन्छ। यहाँ दसैँको बेलामा सुँगुरको पाठा बलि चढाउने चलन छ। त्यसपछि अरू जीवहरूको सुरुमा त यहाँ सुँगुरको पाठा चढाइन्छ। त्यति मान्यता भएको हो। दसैँको बेला कोट भैरम
मन्दिरबाट देखिने दृश्यहरू टाढा टाढा डाँडै देखिने यहाँबाट यो घाडी यताबाट यहाँ कोत्रे तुलेगौडा सबै देखिने रहेछ। मन्दिरका वरिपरि देखिने दृश्यहरू यो मुनिन डाँडा हिमाल एकदम राम्रो दृश्यहरू। सुन्दर ठाउँ, एकदम सुन्दर, एकदम राम्रो। त्यो देखिएको कोत्रे पुँडीटाड सबै देखिने यहाँबाट तुलेगौडा। तर कतिको हाइटमा छ यो थाहा पाइएन, अलि ऐतिहासिक त्यति जानकारी थाहा छैन मलाई। तैपनि मेरो भ्लगको लागि तयार पारिएको हाम्रो भैरवकोट मन्दिर आज दर्शनको लागि आएँ म। एकदम राम्रो हिमाल डाँडाकाँडा वरिपरि सब दृश्यहरू देखिने, घुम्न आउँदा पिकनिक खाने ठाउँ, एकदम कुनै चिजको कमी छैन। अति सुन्दर ठाउँ। अब यसको बारेमा खासै पुरा जानकारी मलाई त छैन, तैपनि जति थियो जानकारी हजुरलाई जानकारी दिए। यो हाम्रो भैरवकोट मन्दिर पोखरा 33 स्थित मुनिन डाँडा भनिन्छ। अनि ऐतिहासिकै मन्दिर हो, एकदम पुरानो मन्दिर। दसैँको बेला पूजापाठ निकै धुमधामसहित मनाइन्छ। पोखरा 33 स्थानीयवासीहरू यहाँ टाढा टाढाबाट दर्शनको लागि आइन्छ। निकै मानिएका पुराना, एकदमै पुराना मल्लकालीन मन्दिर हो। ऐतिहासिक सम्बन्धी पुरा कुरा मलाई त्यति जानकारी त छैन, तैपनि हल्का फुल्का अलिअलि हजुरहरूलाई अवलोकन गराउने क्रममा थोरै मिठो जानकारी गराउँदैछु। अब यहाँबाट देखिने दृश्यहरू त हजुर हेरिराख्नुपर्छ, एकदम ब्युटिफुल। एकदम हेर्नुहोस् मेरो पछाडि अलिक घामले आँखा खायो मेरो। घाम त छर्लङ्ग लाग्ने, जाडोमा यहाँ टेन्सन छैन, घामको टेन्सन छैन। मेरो पछाडि देखिएका यो गाउँ बर्मास्थर, मुनिन डाँडा बर्मास्थर। अब अघिमा पुरानो बाटो आएको यतापट्टिलाई बरपौवा,
अब साथमा आउँदाखेरि आउने क्रममा पिच बाटो, हरेक कुरा एकदम गाउँ भन्ने मात्रै हो, तर हरेक कुरा सहरभन्दा कम छैन सुविधामा। नेचुरल ब्युटी सहित सहरमा यो दृश्य देख्न पाइन्न। अब गाउँतिर हेर्नुहोस् कति रमाइलो, शुद्धताले भरिएको, कुनै चिजको खोट छैन, कमी छैन, जताततै हरियाली हरियाली, सुन्दर सुन्दर। अब यसलाई भनिन्छ मुलेन डाँडा। अब मुलेन डाँडा माथि उहाँ होडीकोटको डाँडा पनि छ, जुन एकदमै सुन्दर डाँडा हो। त्यहाँ चाहिँ घुम्ने आउनेहरूको भिड लाग्छ। शुक्रबार शनिबारमा निकै पोखराबाट टाढाबाट घुम्न आउनेहरूको भिड लाग्छ यहाँ। यो मुलेन डाँडा, के अरे मुलेन डाँडाभन्दा माथि होडीकोट डाँडामा। अहिले तपाईँहरू प्रदीप सिंह ब्लग हेरिराख्नु भएको छ। केही कमी कमजोरी कमेन्टमा इच्छा अनुसार भरिदिनु होला। सेयर सब्सक्राइब अवश्य गरिदिनु होला। आज म पोखरा 33 भैरवकोट मन्दिरमा दर्शनको लागि आएको हो। दर्शन गराउँदैछु, गरिए पनि भिडियो माध्यमबाट हजुरहरूलाई देखाउने जुन मौका मिल्यो, त्यही नै ठुलो मेरो आशीर्वाद हो। यस्तै यस्तै ठाउँ म हिँडिरहेको छु, गइरहेको छु। मन्दिर, मठ, खोला नाला, हिमाल, पहाडका दृश्यहरूको ब्लगिङ गरिरहेको छु म। यो चाहिँ सायद मेरो कति नम्बरमा आउँछ यो ब्लगिङ, कति 8-9वटा त बनाइसकेँ होला मैले। त्योमध्ये यो हाम्रो भैरवकोटको हो, पोखरा 33 का। हेर्नुहोस् दृश्यहरू, हेर्नुहोस् कति रमाइलो छन्, कति सुन्दर। चारैतिर हरियाली हरियाली, पहाडै पहाड, सुनसान एकान्त। यो हो हाम्रो नेपाल पोखरा 33 भैरवकोट। दर्शन गर्न आउनुहोस्। हजुरको मागेको इच्छा पुरा गरिदिन्छ हाम्रो भैरवकोट देवताले। दृश्यहरू हेर्नुहोस्, एकदम सुन्दर दृश्यहरू। सुन्दर दृश्यले गर्दाखेरि मलाई पनि बसौँ जस्तो लाग्यो, तर के गर्ने, टाइम अभाव, समय अभाव। तर यति भए पनि तपाईँ समक्ष मैले यो भिडियो पुऱ्याउनु प्रयत्न गरेँ। यसमा मेरो खुसी तपाईँको खुसी। हिमालको दृश्यहरू, अब भन्ने बुझाउने त्यति त आउँदैन मलाई, त्यही पनि यसैलाई नै मिठो बोली सम्झेर हजुरहरूले एक्सेप्ट गर्नु होला।
मन्दिरका वरिपरिका दृश्यहरू, सुन्दर दृश्यहरू यहाँ समक्ष मैले पुर्याउने प्रयत्न गरेँ। के कस्ता लाग्यो हजुरलाई? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। हाम्रो भैरवकोट मन्दिर यति आएपछि त अलिकति भरङ चढौँ न भन्ने हिसाबमा भरङतिर आइपुगेँ म। यो भरङबाट देखिएका हाम्रो मिठा मिठा दृश्यहरू मेरो पछाडि। एकदम रमाइलो छ। यति रमाइलो दृश्य हेर्नुहोस्, क्या सुन्दर। यो मुलेन डाँडा लगभग यहाँको एउटा सानो बजारै हो। यो किनमेलको लागि यहाँ यो वरिपरिका बासिन्दाहरू चाहिँ पुग्छन् खाजा खानी अथवा चिया, चिनी, चियापत्ती यतायति घरका सामानहरू यहाँ पाइन्छ सबै ठाउँमा। यहाँ सुविधा सहित सानो भए पनि बजार भए पनि यहाँको डिमान्ड चाहिँ पुगेको छ। छोटो मिठो बजार भए पनि। यो गाउँ खास यो मुलेन डाँडा, यो उता देखिएको बर्मास्थर, त्योभन्दा माथि हुडीकोटको डाँडो, एकदम राम्रो दृश्य सहितको पिकनिक स्पोट। हरेक कुरामा सुन्दरताले भरिएको, जे पनि त्यहाँबाट देखिन्छ। हरेक कुरा अवलोकन गर्ने, खुसी मनाउने, जे पनि त्यहाँ सुविधायुक्त डाँडो। घुम्ने आउनेको त्यहाँ चाहिँ घुइँचै लाग्छ हुडीकोटको डाँडोमा। अब हिँड्नेहरूलाई त खासै अप्ठ्यारो छैन बाटो, अलिक नहिँड्नेहरूलाई गाह्रो हो त्यति। यहाँ अलिअलि देखिएछ गाउँहरू। हिँड्नु सक्ने पर्छ, हिँड्नु राम्रो। मलाई त हिँड्नु मनपर्छ। के अरे अब हजुरहरूलाई कस्तो? जति हिँड्ने त्यति राम्रो। अलिक सम्हालेर हिँड्नु पर्यो राम्रो हो भन्दैमा। अन्त तपाईँ त्यता हेरेर हिँड्ने त भएन नि।
गाउँका दृश्यहरू। राम्रो बाटो हुँदा हुँदा मैले पुरानै अप्ठ्यारो बाटो रोजेँ। यसमा मलाई खुसी छ। अन्तत यहाँ तल कचिबाट आइपुगेँ। अब यहाँबाट पक्की बाटो खासै टाढा छैन, यहीँ नजिकै हो। यो पनि एउटा मन्दिर हो, यो समाजको मन्दिर, गाउँ समाजको। यो अप्ठ्यारो बाटो युज गरेर हिँडेको बाटो। यो तल यो डाँडा उतापट्टि बरपौवा बस्ती। यहाँ पिङ पनि रहेछ। गाउँ समाजले बनाएको मन्दिर, शिव मन्दिर। बरपिपलको जोडी पनि यहीँ छन् चौतारा। अहिलेको दसैँ तिहारमा पिङ त छोइएन, तर यहाँ आएपछि किन नछौँ, एकचोटि मजा लिएर जाऊँ भन्ने हिसाबमा यसो पिङतिर आइपुगे। दसैँ तिहारको मजा पिङमा खेल्ने, केटाकेटीमा खेलिन्थ्यो के अरे, अब त कहाँ खेल्ने कुरै हुँदैनन्। खेल्ने रहर लाग्छ, खेल्ने लाज लाग्छ, यस्तो भइसक्यो। रमाइलो गाउँ बस्ती। पोखरा 33 का सुन्दर गाउँ। एकदम रमणीय ठाउँ, एकदम सुन्दरताले भरिएको। जता हेरे त्यति रमाइलो, जता हेरे त्यति राम्रो।